हेलो साथीहरू, छोज्यालो हजुरहरू सन्चै हुनुहुन्छ होला भन्दै आशा गर्दै म पनि एकदम सन्चै छु। सो साथीहरू, म पोखराबाट देखिसक्नुहुन्छ मौसम कस्तो छ, हराभरा भइरहेको छ मौसम चाहिँ। अहिले चाहिँ साँझको 6:30 बजेको छ। अनि मैले चाहिँ यतिखेर भिडियो स्टार्ट गर्नेको रिजन चाहिँ के हो भने म भोलि कहाँ जाँदैछु साथीहरू होइन, म लमजुङ जाँदैछु। आफ्टर 3-4 मन्थ भयो होला, म भन्दा बढी मम्मी आत्तिनु भएको छ होइन। अनि मम्मीले दिनदिनै फोन गर्नुहुन्छ, नानी कहिले आउँछ कहिले आउँछ, कहिले कहिले त रोइदिनु पनि हुन्छ होइन। अनि आफू त अब ठिकै छ, अब आमाको लागि भए पनि मम्मीको लागि भने जान पर्यो भनेर नि म जान लागेको छु साथीहरू। अब यतिखेर त अब धान रोप्ने बेला पनि हो होइन। अब गाउँघरमा अब धान त रोपिन्न होला, हाम्रो त त्यही पनि अलिअलि काम हुन्छ होइन। बाबा मम्मी मात्रै हुनुहुन्छ घरमा चाहिँ, त्यही पनि अलिकति सपोर्ट हुन्छ नि भनेर चाहिँ जान लागेको। अनि मेरो के कस्तो हुन्छ हजुरलाई म देखाइहाल्छु। अनि साथीहरू हेर्नुहोस् न, मेरो अघिको यस्तो देख्नुभएको छ, देख्नुभयो नि, चिन्नुहुन्छ नि यो के को डाम हो भनेर। यो मेरो अन्डाको कमाल हो, अन्डाको कमाल। अन्डा हाफ फ्राई अन्डा गर्दाखेरि चाहिँ यस्तो भयो नि साथीहरू, यस्तो पहिले तर म त आत्तिएर कसो अगाडि नै मह थियो, मह लगाइहाल्यो। अनि यस्तो गर्दा कस्तो लाग्ने रहेछ क्या, हिहिहि हाहा। अरू मैले चाहिँ भित्र सबै गरिसक्यो, लुगासुगा यताउता सबै गरिसक्यो होइन। म फेरि यताउता कतै चाहिँ जान थाल्यो भने म कपडा सिधा घरमा त जस्तो भयो नि बस्ने साथीहरू, तर बाहिर हिँड्दाखेरि कपडा के लगाऊँ कस्तो लुगा लगाऊँ भन्ने टेन्सन हुन्छ मलाई होइन। सो साथीहरू यही हो, मेरो लुगा यति नै हुन्छ होइन। मैले यो बल्ल यति लुगा चुज गरेको हो। हुन त मेरो यो चाहिँ रेगुलर कपडा नै हो मेरो, हुन त अब जस्तो रेगुलर कपडा हो मेरो हुन त, त्यही पनि ठिक छ। अनि यो मेरो चाहिँ टिस्यु पेपर, यो मलाई जसरी चाहिन्छ अर्को पनि किन्न पर्छ मलाई। अनि म टिस्यु पेपरहरू वाइट टिस्यु पेपरहरूमा जसरी चाहिन्छ। अनि यो चाहिँ मेरो कस्मेटिक हल्का हल्का कस्मेटिक प्रडक्टहरू राख्ने कुरा हो। यो चाहिँ अन्डर गार्मेन्ट भइहाल्यो, यो चाहिँ मेरो लुगा भइहाल्यो। यो मेरो झोला, म यसमै लिएर जानेछु मेरो लुगा, बाहिर जाने काम छ मेरो होइन। अलिअलि सामानहरू पनि किन्न छ, त्यही हो साथीहरू, अलिअलि सामानहरू किन्न छ साथीहरू, त्यही हो। अनि एकैचोटि म अहिले भयो भने देखाउँछु, भिडियो गर्छु, नत्र त एकैचोटि भोलि बिहान भेट्नुपर्छ है साथीहरू। बाइ बाइ। The next day. गुड मर्निङ हाम्रो बुन्टे गुड मर्निङ बच्चा। के देखाइदिएको सानोलाई, के देखाइदिएको? गुड मर्निङ बच्चा, बल्ल गुड मर्निङ बच्चा। अहिले उठेर 5 बजे उठेर नि सुतेको फेरि। खै दाई यता हेर, यो दाई यो भाइ। सब गाइस, मेरो नाम बिहान गरेर आज हामी माथितिर जाँदैछौँ मेरो केटाहरू।
ल गाइज अब अहिले हामी फेरि भेटौँला है। साथीहरूसँग बोलिसक्यो होला। हामीले दही चिउरा खाएको आज 15 असारको दिन नि असार होइन सरी आज 15 असारको दिन रहेको छ। अनि त्यो ठ्याक्कै आज चाहिँ मलाई थाहा थिएन साथीहरू होइन, मलाई जस्ट गर्मी भएको थियो होइन, पोखराबाट आएको थियो, लास्टै गर्मी भएको थियो। अनि मैले चाहिँ प्लानिङ चाहिँ गरेर आएको थिएँ आज लस्सी बनाएर खान्छु भनेर। ठ्याक्कै नानीले चाहिँ आज 15 असार रहेछ नि दिदी भन्यो होइन। मलाई थाहा थिएन साथीहरू नि किन यस्तो गर्मी भएको थियो, मलाई लस्सी नै बनाउँछु भनेर बनाएको थिएँ। लास्टमा त 15 असारको दिन रहेछ। त्यतिखेर साथीहरू खायो, रमाइलो भयो होइन, जस्तो भयो नि रमाइलो भयो। अनि म सायद म भोलि गाउँ जान्छु होला, आज चाहिँ म यहीँ बसेँ। अनि त्यही हो, अब खासै रमाइलो पनि भएन। अब भाउजू आफ्नो काममा बिजी, यताउता हाम्रो फ्यालिटी साइड चाहिँ गर्नुपर्ने भएर चाहिँ भाउजू जानुभयो, मम्मी पनि आउनुभएको थियो। मम्मी अनि चाहिँ गाउँ जानुभयो। अहिले म र नानी छ, म छु। अनि हाम्रो डल्ले छ, डल्ले आएसम्म टिकटक बनाउने यताउता गर्ने हामीलाई थोरै हेल्प गरिरहेको थियो। अहिले चाहिँ उहाँ सुत्नु भएको छ, निदाउन खोज्नुहुन्छ तर यस्तै छ हालत। घन्टी बजाउनुहुन्छ, घन्टी घन्टी है, घन्टी बजाउनुहुन्छ नि हाम्रो त हाम्रो सरले। अनि यो अब म पनि एकछिन सोधेको थियो। अनि खास चाहिँ मैले भिडियो पनि मैले बनाउन पाइनँ। अब भने कस्तो हुन्छ सिचुएसन त्यो अनुसारले गर्छु। अहिले चाहिँ यति नै हो। अब अरू पनि भिडियो हेरिदिइराख्नु होला होइन, सुरुदेखि यहाँसम्म। अनि यहाँपछि कस्तो हुन्छ म देखाइहाल्छु हजुरलाई। ओके। ओ सेपमेन के गरेको के गरेको? अनि यसलाई के भन्छ? प्लेटमा चाहिँ के गर्ने हो? अनि हामीसँग त छ त यो चकिन बोर्ड, युज गर्न पर्दैन न? चकिन बोर्ड युज गर। हेलो साथीहरू, फेरि पनि स्वागत छ। मैले मेरो भाइ होइन, यस्तो छ कि मेरो भाइ होइन, ब्याक क्यामेरामा लास्टै फटा छ है, तर केही छैन। आज चाहिँ मै नै खाना बनाउँछु फुपू भनेर चाहिँ उही तम्सेको छ। म धेरै पछि आएको नि त, तेरा बधाईले नै के कसो के भन्न खोजेको ल भन छिटो। अनि सो उसले नि आज चाहिँ खानै मै बनाउँछु भनेर चाहिँ गरेर, किनभने मै बनाउँछु भन्छ पछि त उसले त रेडी। अब हेरौँ है, तर मेरो भाइले लास्टै मिठो बनाउँछ होइन। त्यो त थप्पै दिनुपर्छ, थप्पा है, थप्पा दिनुपर्छ हो पर्छ। ल अब हेरौँ है त के हालेको? ओइल ल ओइल ओइल ओइल। सो आज साउन 15 फेरि पनि हजुरलाई धेरै धेरै शुभकामना। असार 15 को दिनमा आई होप हजुरले पनि इन्जोय गरिदिनु। आई होप हजुरले अहिले इन्जोय गर्दै हुनुहुन्छ होला, कोही गाउँमा कोही सहरमा, त्यही पनि आफ्नो ठाउँमा रमाइलो गर्नु होला। हाम्रो त यस्तै भयो। मेरो त भाइले मासु पकाउँदैछ, दाल पनि आफैले बनाएको साथीहरू। सो अहिले चाहिँ प्याज कट हुँदैछ। अनि तेल थोरै भएन साना, मजाले फ्राई गर्नुपर्छ। के को मासु हो त्यो? कुखुरा भन्छ त, गिराज भन्नुपर्छ। कुखुरा भन्छ त न, गिराज भन्नुपर्छ। गजब बेइज्जती है। गिराज भनेर बिल्ला हाने, यो मलाई ठिक लागेन। मलाई कुखुरा भन्नुपर्छ। कुखुरा पनि होइन, चिकन चिकन गिराज भनेर पारिदिइहाल्यो नि यार, के भनौँ। ठिक छ ठिक छ, यो सबै बनाउने हो। अनि साथीहरू यो चाहिँ हाम्रै घरको कुखुरा हो होइन, हाम्रै घरमै कुखुरा पाल्छ। अनि सो त्यही हो। अब हेर्नु यो त्यही पनि फ्राई भएको छैन। के हो यार भाइ, यो के हो? मैले यति तारिफ गरिरहेको छु होइन, मिठो बनाउँछ भनेर भाइले पुरा। मैले पहिले ग्यास चालु गरेको बल्ल हालेको। अच्छा अच्छा। हेर्नु साथीहरू, हिजो गरेको आज थाहा नै छ होला। हिजो मैले चाउ करेन्ट नुडल्स बनाउँदाखेरि यस्तो भयो मेरो हात।
दामी देखेको नि टाढाबाट यस्तो हेर्दाखेरि ट्याटु हाने जस्तो भयो मेरो हात त के हो हे 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 टमाटर खाइ टमाटर टमेटो 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 कतिवटा निकालौँ हाउ मच यहाँ अर्को थियो त कता गयो अर्को पनि थियो त उसका प्रो होइन त्यही पनि धुनुपर्छ साथीहरू किनभने हाम्रो धोएर राखे पनि यहाँ अब माहा पस्छ कक्रोचहरू त्यत्तिकै हिँड्छ सो कुछ समझे साथीहरू कुछ समझे पीछे से बात करता है ये बंदा त यो भएन के भाइ यो नइन्साफी भयो सो भाइ मजाले फ्राई गर्नुपर्छ है अब यता घर बन्दैछ यतापट्टि घर बन्दैछ साथीहरू हाम्रो सोती पसल हेलो साथीहरू आजको भिडियो यति नै के कस्तो लाग्यो प्लिज सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनुहोला अरू भिडियो चाहिँ मैले बनाउन पाइनँ किनभने आफ्नो प्राइभेसी हुन्छ त्यही भएर मैले गरिनँ साथीहरू अहिलेलाई गुड नाइट